रुटसम्मको मान्छेले त्यो थाहा पाइसक्यो। अब यो बिचमा आउने बेला माओवादीमा त्यस्तो देखिएन, एमालेमा पनि त्यस्तो देखिएन, तर नेपाली काङ्ग्रेसमा अलिकति विद्रोह गगन थापाजीहरूको यो विद्रोह चाहिँ गगनजीहरूले ल्याएको पहल कदमी त्यो सबैले राम्रो मानिरहेछन्। उहाँहरूकै पार्टीबाट अनुमोदित छ, हामीले बाहिरबाट भन्दाखेरि पनि हामी अब छुचो होला, हामीले केही भनौँला है, हामीलाई त्यस्तो लाग्ला, आस्थासँग निकट वा भिन्दै होला, तर पनि फेरि पार्टीभित्र त त्यो स्वीकार गरे। फेरि सिंह पङ्क्तिले समूहले महाधिवेशन प्रतिनिधिहरूले त्यो अगाडि लगेर जुन गयो, यो सायद त्यसैको अभिव्यक्ति हो। यो उहाँहरूले आफूहरूले गर्न नसकेको विफल भएको कुरा गम्भीर किसिमले आत्मसात गर्नुपर्छ वा समीक्षा गर्नुपर्छ र निकास चाहिँ दिनुपर्छ। प्लिज धेरै गुमसुम भइराख्ने, फेरि अनेकौँ पटक आगो लाउने त्यस्तो स्थिति सिर्जना गरिदिनु हुँदैन। एउटा त्यो। दोस्रो कुरो, युवा पिँढीहरू त आउनु भएको छ, जस्तो रविजीहरूको छ, त्यसपछि बालेनजी पनि त्यसमा मिसिनु भयो, अनि त्यसपछि कुलमानजीको आफ्नो मतहरू रहे, अहिले भिन्न हुनुहुन्छ। त्यो बाहेक पनि नयाँ पिँढीका नेताहरू, पार्टीहरू जुन एक ठाउँमा आउँदै छन् र आउँदै हुनुहुन्छ नेताहरू पनि, उहाँहरूलाई यो पुराना दलहरूलाई यिनले सकेनन्, त्यो मात्रै न्यारेटिभले, त्यो मात्रै भाष्यले देश रूपान्तरण भएको महसुस गर्दैन वा हुँदैन, जाँदैन। त्यसैले उहाँहरूले गर्नुपर्ने के हुन्छ भने, यसो त उहाँहरूले गर्नुभयो, 3वटा थेसिस त आयो त, फेरि प्रजातान्त्रिक थेसिस, प्रजातान्त्रिक समाजवादको थेसिस नेपाली काङ्ग्रेसले अगाडि लैजान प्रयास गर्यो, बहुदलीय जनवादको थेसिस फेरि एमाले अगाडि लैजान प्रयास गर्यो, नौलो जनवादको थेसिस फेरि माओवादीले प्रयोग गर्न खोजिरहेको। ठिक छ, भाष्य यिनी छन्, न्यारेटिभ यिनी छन्, लेख्य यिनी छन्, कथ्य यिनी छन्, तर यिनलाई लगेर व्यवहारमा प्रयोग गर्ने बेला किन कार्यान्वयन भएन, फेरि किन कार्यान्वयन हुन सकेन? हो, यो समस्या पुरानाले के गरे भनेर होइन, यो नयाँ पिँढी जो आछ यसले पुरानाले के कमी कमजोरी गरे, विचार पनि यिनीसँग देखिन्थ्यो, लेखेर ल्याएछन्, सबै गरेछन्, घोषणै गरेछन् त नि, नीति छ, कार्यक्रम छ, सङ्गठन छ, यिनीहरूसँग आफ्ना युवा दस्ताहरू छन्, सबै छन्, तर पनि यिनले रूपान्तरण गर्न सकेनन्। यही नै बाटो नयाँ पुस्ताले पनि, नयाँ पार्टीहरूले पनि त्यही अङ्गीकार गर्यो भने त त्यसको फोटोकपीभन्दा अर्को के हुन्छ? कसरी रूपान्तरण हुन्छ? एक अवधिमा अनुमोदित हुन सक्छन्, अनि दोस्रो अवधिबाट फेरि विद्रोह त सुरु हुन्छ। फेरि भनेपछि यसलाई गम्भीरताका साथ पुरानाले के गरे बसेर समीक्षा गरिदिनुपर्छ। यो र हामीहरू के मानेमा वैचारिक हिसाबले के गर्छौँ त? अब विचार त छैन, विचार ल्याएको छैनन्, त्यो लिखित रूपमा विचार ल्याउनुपर्छ। बहस, ठुलो बहस, कति डराउनु हुन्न, आम जनताको बिचमा मास लेभलमा बहस चलाइदिनुपर्छ। यसो नीति ल्यायो भने देश के हुन्छ त? यो आइडियोलोजी हामीहरूले यो विचार ल्याएछौँ भने हुन्छ कि ल सहभागी भइदिनुहोस् न, चलाइदिनु पऱ्यो विचार बहस। पार्टी नयाँ छन्, भर्खरै ल्याउनु, अझै एक्सेप्टेबल छ, अझै स्वीकार्य छ, उनीहरूले ल्याएको नीति विचारहरू ल्याइदिउन्, छलफल चलाउन्, तर मास लेभलमा प्लिज। अब त मास समेत, मास पब्लिकको पनि पार्टिसिपेसन भएन भने सायद त्यो विचार बन्दैन होला जस्तो लाग्छ। अब युगको पुरुष जन्मिने, महापुरुष जन्मिने र एउटाले मैले यस्तो सोचेको छु भनेर काया पलट हुने चाहिँ देखिन्न। अब चाहिँ मास लेभलसम्म लगेर छलफल गराएर त्यसको आधारमा आउँछन्। पार्टी प्रक्रिया पनि अब त्यो भित्रको डेमोक्रेटिक प्रक्रिया, प्रजातान्त्रिक प्रक्रिया पनि राम्रो किसिमले ल्याउनु पर्यो, सिस्टम बसालिदिनु पर्यो र योजनाबद्ध किसिमले विकास निर्माणका कामहरू छोइने गरी, अनुभूत हुने गरी, महसुस हुने गरी र व्यावहारिक रूपमा सदुपयोग गर्न सक्ने गरी त्यहाँसम्म त्यो अभिव्यक्त हुने गरी नयाँहरूले लगिदिनु पर्यो। नत्र भने 1-2 दिनको हाई हुई त होला, मान्छेले नयाँ आयो, केही नयाँ आयो भन्ने त होला, तर छ्याप्लाङ्ग आयो भनेर के छ्याप्लाङ्ग आएर सकिएको जस्तो सुइत्त आयो, केले तान्यो, तान्न त तान्यो, केले तान्यो, यस्ता कुरा चाहिँ नभएर ओए यस्तो रहेछ कुरो भनेर अलि अनुभूत हुने गरी र व्यावहारिक रूपमा प्रयोग गर्न सकिने, लैजान सकिने गरी नयाँले सोच्नुपर्छ। नयाँ एक ठाउँ भए, पुरानो एक ठाउँ भए भन्ने कुराले धेरै अर्थ राख्दैन। जस्तै पछिल्लो 3वटा थेसिसको कुरा गर्नुभयो, त्योभन्दा केही वर्ष अगाडिको एउटा चाहिँ कुराकानीमा हजुरले प्रजातान्त्रिक समाजवादको कुरा गर्दै गर्दाखेरि गगनजीले पनि विचार नयाँ ल्याउनु भएन पनि सक्नुहुन्न भन्ने हिसाबले आफ्नो विचार राख्नुभएको थियो। गगन, विश्वप्रकाश लगाएको टिमले चाहिँ अहिले पछिल्लो चरण चाहिँ पार्टीभित्र एक खालको चाहिँ रूपान्तरणको प्रक्रिया सुरु गरे भन्ने पनि सुनिन्छ। अब उहाँहरूले चाहिँ के भन्न चाहनुहुन्छ त?
उहाँहरूले यो जे गर्नुभयो त्यो पुरानै पार्टी संरचना पुरानो विधान पार्टीको विधानअनुसार त लगेर त्यो विधान सम्मत छ भन्ने त उहाँहरूले गराउनु भयो सबै भयो सायद अब निर्वाचन आयोगले पनि यसलाई मान्यता दिन्छ होला मलाई व्यक्तिगत रूपमा त्यसो लाग्छ त्यो आउँछ देउबाजीहरूले यसलाई विरोध गर्ने यताउति गर्ने भन्दा नि यसको गार्जियनसिप अझै पनि ल्याइदिनु भयो भने धेरै राम्रो हुन्छ त्यो नेपाली काङ्ग्रेसको लागि त्यसको इतिहासको लागि अनि त्यसपछि त्यसले गरेका आफ्नो अहिलेसम्म ल्याएका जुन विरासत छ त्यसलाई अगाडि लैजानको लागि यिनी भए तर गगनजीहरूले यहाँ आउने बेला यसरी गर्ने बेला अब पार्टी निर्माणका प्रक्रिया नेतृत्व चयनको प्रक्रिया त उहाँहरूले गर्नुभयो नीति पनि हामीहरूले केही ल्याउँछौँ है नयाँ खोजेको छ नेतृत्व सँगसँगै भने गगनजीले जे भनिराख्नु भएको छ त्यो एउटा कसैलाई अल्झाउने बल्झाउने या कसैलाई शान्त पार्ने केही समय थामथुम पार्ने त्यस्तो नभएर प्रष्ट रूपमा लेखेर बहसकै रूपमा अगाडि ल्याइदिनुपर्छ त्यसो भने गगनजी वैचारिक रूपमा वैचारिक नेता पनि हुनुहुन्छ फेरि बन्नुहुन्छ त्यस्तो कम्युनिस्टले आफ्नो तर्फबाट ल्याउनु फेरि अरूले अर्को आफ्नो तर्फबाट ल्याओस् त्यस्ता बहसहरू आउन् साध्यै राम्रो बहसहरू देश बनाउने जनताको सेवा गर्ने त्यस्ता कुराहरू विचार बनेर अगाडि आउन् मैले उहाँहरूलाई गर्ने अहिले अनुरोध भनेको त्यो विचार ल्याइदिए राम्रो हुन्थ्यो राम्रो हुन्थ्यो यो नेपाली काङ्ग्रेसको तर्फबाट मात्र आओस् यस्तो चाहेको छैन यहाँ कम्युनिस्ट किन विभिन्न मतहरू छन् विभिन्न पार्टीहरू छन् बहुदलीय व्यवस्था नै हामीले ल्याएको यसैलाई यही प्रणालीले सुदृढ गरेर लैजाने भएको हुनाले हरेक पार्टीहरूले सधैँ राम्रा देश बनाउने एकपटक बहस चाहिँ ल्याइदिनु पर्यो ल्याउन साहस गर्नुपर्छ र लिएपछि मात्रै गति लिन्छ नत्र भने फेरि घुमिफिरी उही पुरानै अवस्थामा पुरानै अन्तर्विरोधहरूले फेरि घरजम गर्न थाल्छन् र उही विद्रोह र आन्दोलनभन्दा अर्को हुँदैन जनतालाई शास्ति दिने देशलाई थप फेरि पछाडि धकेल्ने कुरामा मात्रै यो अगाडि बढ्छ यस निकास त दिनु पर्यो निकास दिनुहोस्